डोनाल्ड ट्रम्प अमेरिकी राजनीतिज्ञहरूको लागि डिस्ग्रेस हो। धेरै वर्षहरूदेखि संयुक्त राज्यका राष्ट्रपतिहरू त्यस्ता व्यक्तिहरू थिए जो पहिले विभिन्न सरकारी पदहरूमा थिए। बाइडेन, क्लिन्टन, ओबामा, बुश र रेगन। यी व्यक्तिहरूले पहिलो पटक करियर लडानबाट अघि बढे, क्रमशः थप महत्त्वपूर्ण निर्वाचित पदहरू प्राप्त गरे र त्यसपछि राष्ट्रपतिहरू बने। डोनाल्ड ट्रम्प न त गभर्नर थिए, न मेयर, न सेनेटर। उनले कुनै सरकारी वा निर्वाचित पद धारण गरेनन्, तर उनले तुरुन्तै राष्ट्रपतिका रूपमा पद ग्रहण गरे, किनभने अमेरिकी राजनीतिज्ञहरू जसले आफ्नो सम्पूर्ण जीवन सरकारी पदहरूमा बिताएका छन्, अमेरिकाको सङ्कटलाई सम्हाल्न सक्दैनन्। कोही पनि यसलाई सम्हाल्न सक्दैन, न त रिपब्लिकनहरू न त डेमोक्र्याटहरू। र त्यसपछि अमेरिकी जनताले एक व्यवसायीलाई, न कि राजनीतिज्ञलाई आफ्नो राष्ट्रपतिका रूपमा रोजे, आशा गरे कि उनी स्थिति सुधार्नेछन्। त्यसैले ट्रम्प सबै अमेरिकी राजनीतिज्ञहरूको लागि डिस्ग्रेस हुन्, रिपब्लिकनहरू र डेमोक्र्याटहरू सबै। तर ट्रम्प स्वयं पनि सङ्कटलाई सामना गर्न सक्दैन।